भनेपछि तपाईँहरूले त्यो जग्गा अर्कोले दाबी गर्न आयो भने तपाईँको हो होइन भने छुट्याउनु को हो? अदालत हो। अदालतले न्याय दिन्छ र अदालतको कुरा सबैले मान्नुपर्छ भने जस्तै मैले लुगा लाउनुपर्छ भने जस्तै हो। मैले जसरी लुगा लगाएर आउनुपर्छ नाङ्गो हुँदैन भने जस्तै अदालतको नियम मान्नुपर्छ निर्णय भन्ने कुरा के हो भने एउटा पद्धतिमा छौँ। त्यो पद्धतिको बाउन्ड्री क्रस भयो भने बुढाले बुढी पनि मान्दैन, आमाले छोरा पनि मान्दैन, कसैले कसैलाई पनि मान्दैन। त्यो भएर मैले भने के हो भने बाहिर गएका साथीहरूले अदालतको निर्णय मान्दिन, शेषकालीतिर अधिकार छैन पनि भन्नु होला, कतिले नबुझे होला। सर्वोच्च अदालतले दिएको यो निर्णय बाध्यकारी छ। घर घरमा तपाईँको चाहिँ खोज्दै जाऊ भने होइन। अधिवेशनको नाम एकता अधिवेशन गर, प्रेमीलाई पनि अधिवेशनको नाम एकता अधिवेशन गर, पत्र पत्रिकाबाट सबैलाई आह्वान गर, फोनबाट सबैलाई भन्ने सक्नेलाई भन, आफ्ना कुरा सुनाऊ, निर्वाचन समिति बनाऊ, विधान समिति बनाऊ, सदस्यता भेरिफाई गर, उम्मेदवारको फर्म ल्याऊ, रुजु गर, दाबी विरोध ल्याऊ। एउटामा एउटा पऱ्यो भने कुनै बाजी भन, एउटामा दुईटा पऱ्यो भने लाइन लगाएर भोट गिराऊ, अनि भोट गरिदेऊ, जसले जिताऊ जितेर राम्रो चलाऊ, हारेले स्वीकार गर र दुईटै मिलेर सल्लाहमा यो समाज चलाऊ भने होइन त? तपाईँ हामीले खोजेको पद्धति त्यही होला नि त। भनेपछि यो पद्धतिलाई सहयोग गर्ने गरी तपाईँ जानु पर्यो। अब कन्स्टिट्युसन एमेन्डमेन्टको कुरामा यहाँ भरत छेत्रीजी हुनुहुन्छ, म वाचस्पति रेग्मीजीलाई यो टिप्पणी गरिदिनु हुन अनुरोध गर्दछु। वाचस्पति रेग्मीजी तपाईँ कहाँ हुनुहुन्छ? शिव भण्डारीजी, वाचस्पति रेग्मीजी, हाम्रो ध्रुव आर्यतिर, नवीन पोखरेलजी, तपाईँहरू यहाँ टिप्पणी गर्न आइदिनु होला। अगाडि आइदिनुहोस्। यहाँ हेर्नुहोस्, हामीहरूलाई यो अलिकति प्रतिबद्धता नि बनाऊ है। यो अलिकति अधिवेशन हो भन्ने जस्तो नि बनाउनु। यो हल्ला गर्दा होइन, हल्ला गर्दा धरान गर्नु होला, पढ्न बादमा गर्नु होला। यो अधिवेशन हो। हामीहरूलाई के गर्नु? राजनीति के गरिदिनु हो? एउटा अधिवेशन एमेन्डमेन्ट भनेको संशोधन समिति एउटा गठन गरिदिनु हो। म भरत छेत्रीजीको संयोजकत्वमा मलाई सदस्य सचिव राख्नुभयो र चाहिँ यो पहिला तपाईँहरूले लेखेको चाहिँ विधान यसले के काम गर्यो राम्रो पक्षलाई राखिदिनुहोस्, के काम गरेन थप्न पर्ने पक्षलाई सबैसँग सल्लाह लिएर थपेर भन्नु। म सबै गएँ, स्कटल्यान्ड पुगेँ, आयरल्यान्डमा साथीहरूलाई फोन गरेँ, लिभरपुलका साथीलाई फोन गरेँ, यहीँ गएका दाजुभाइसँग पनि कुराकानी गरेँ, पुरानो विधान पनि हेरेँ, अहिले तपाईँहरूको माग पनि हेरेँ। के चाहिँ देखियो भने सुन्नुहोस् है, गहन कुरा के चाहिँ देखियो भने सबै चिज विधानको ठिक छ, यो उम्मेदवार हुने प्रक्रिया पनि ठिक छ, ओएसमा संगठन बनाएको कुरा पनि ठिक छ, आयरल्यान्डमा संगठन बनाउने कुरा पनि ठिक छ, लिभरपुलमा सब कमिटी बनाएको पनि ठिक छ, इङ्ल्यान्डको चाहिँ समिति बनाएको पनि ठिक छ, अहिले यो चलिरहेका च्यारिटी पनि ठिक छ, लगानी गर्ने नेपालमा गरेका लगानी पनि ठिक छ, सबै ठिक छ भन्नु। एउटा चिज उहाँहरूले भन्नुभयो यही वंशजको नागरिकताको कुरा अलगाउन पर्यो भन्नुभयो। अब यहाँ सुन्नुहोस्, यो वंशजको नेपाली नागरिकताको कुरा शेष घलेजीले के भन्नुभयो? शेष घलेजी लगायत पूर्व अध्यक्षहरूले भनी खाने भाडो बनाइदिनु सबैले। 18 वर्षमा गैर-आवश्यक नागरिकता, गैर-आवश्यक नागरिकता, नागरिकता निरन्तरता, नेपालको लगानी भन्दै भाषण सुरुले हामीलाई गुमराहमा पार्नुभयो। नेपालमा के भन्नुभयो? गैर-आवश्यक नेपाली नागरिकता चाहियो भन्नुभयो। सरकारले के गर्यो? 16 वर्ष धक्का दिएपछि संविधानको भाग 14 मा गैर-आवश्यक नेपाली नागरिकता सामाजिक, सांस्कृतिक, आर्थिक अधिकार सबैको दिने भन्यो। अब के हो? संसदले पारित गर्नु पर्यो भन्यो। कानुनको रूपमा आयो, गैर-आवश्यक नेपाली नागरिकता दियो वाला भन्यो। फेरि एउटा घरमा मैले दियो वाले हेर्नु तपाईँहरूलाई बोलाएर अब गैर-आवश्यक नेपाली नागरिकता ल्याऊ भन्यो। म नेपाल गएँ, म र मेरो श्रीमती भएको पुरुषको नागरिकता त्यागे, किनभने के भन्यो त्यही माने मैले त्यागे, अनि गैर-आवश्यक नेपाली नागरिकता लिएँ। मैले त गल्ती गरेँ होइन, तपाईँले गल्ती गरेँ होइन। अब फेरि कहिले के भन्छन् भने यो कस्तो किन ल्यायो भन्छन् हेर्नु चाहिँ किन बुझेको त। अब गैर-आवश्यक नेपाली नागरिकताको सन्दर्भमा मैले त लिएपछि अस्ति म बेला छोडेर नेपालमा आन्दोलन जानु पर्यो भनेर म श्रीमतीसँग सल्लाह गरेर नेपालमा गएँ। एमसिसी प्रोजेक्टको प्रोजेक्ट म्यानेजर हुनको लागि भनेर मैले निवेदन हालेँ। गैर-आवश्यक नेपाली नागरिकता लिएको कारणले गर्दा मेरो त्यो निवेदन के दिन पाइहाल्छ। बेलामा काम गरेको इन्जिनियर गण्डनगर गाउँमा आफ्नै देशमा काम गर्नु भनेर सरकारले भन्छ तिम्रो पैसाले मात्रै देश बन्दैन, तिम्रो नलेज पनि लिएको तिमीले आऊ भन्छ। कता त पैसा छैन,
20 वर्ष काम गरेको नलेज छ, नेपालमै काम गर्नु भयो त्यो पनि श्रीमतीलाई पकाइ हेर्नुहोस् बालगढ छोडेर 15 वर्ष काम गर्न जाउँ भनेको त्यहाँ आज ब्रिटिस राजले त्यहाँ गएर बस्न लागेको त्यहाँ आउनुहोस् भनेर भन्यो। अब यो सम्पत्तिको धन सम्पत्तिको खातो खोल्ने त सेकेन्डरी कुरा। तपाईँले डाक्टर छोरी त्यहाँ काम गर्न पाउँदैन, यहाँ बेलाको हस्पिटलमा डाक्टर छोरीले काम गर्न पाउने, गएर उसले नेपाली नागरिकको घरमा नेपालको डिस्ट्रिक्ट हस्पिटलमा डिस्ट्रिक्ट तामाङको छोरीले काम गर्न नपाउने, ल हेर्नुहोस् पठाएको डलर फिर्ता दिन नपाउने, ल हेर्नुहोस् बाउले नै उतै जग्गा जमिन पनि ट्रान्सफर सजिलोसँग नहुने, ल हेर्नुहोस् जग्गा आफूले किन्न पर्यो भने त्यो पनि कन्ट्रोलमा हुने। अनि भन्ने के भन्दा एनआरबीको टाउको दिँदा पनि सरकार मन्त्रीले के भन्ने भने नेपालमा लगानी गर, नेपाललाई गर भन्ने यो मिलेन हुनाले यो अहिले मैले सबैतिर पुग्दाखेरि पाएँ सबै चिज अहिले भएको भइरहेको विधानको सबै चिज ठिक छ। यो विधानको प्रस्तावनामा गैर आवश्यक नेपाली नागरिकता प्राप्तिको आन्दोलन जोडबलले बढाउने भनेर लेखेको छ। गैर आवश्यक नेपाली नागरिकता दिएपछि यो नागरिकता बोक्रो रहेछ भनेर तपाईँले पनि भने, नेताले पनि भने, अनि शेषहरूले भनेका कारणले गर्दा गैर आवश्यक नेपाली नागरिकता प्रधान सरकारले दिए पनि त्यसले अधिकार सुरक्षित नगरेको कारण र चारैतिर यो नागरिकता आइसकेपछि अथवा लिइसकेपछि यसले कानुन त अर्कै सृजना गरेले अब एनआरएन बेलायत प्रस्तावनामै विधानको प्रस्तावनामै गैर आवश्यक नेपाली नागरिकताका कुरा छोडौँ, नेपाली नागरिकताको निरन्तरताको तपाईँको चाहिँ एउटा आन्दोलनका ठाउँ र त्यो देशको राजनेताहरू संसद सरकारलाई शिष्ट तरिकाले कूटनैतिक तरिकाले ध्यानाकर्षण गरौँ। यो अबको माग निरन्तरता भनेको लगानीको कुरा मात्रै भन्दा वंशजको नेपाली नागरिकताको निरन्तरताको माग प्राथमिकतामा राख्नुपर्छ भन्ने आयो। अब भइरहेको अहिलेको विधान जो छ त्यो विधानमा एउटा प्रस्तावनामा मेन तपाईँको चाहिँ वाक्य राख्न चाहन्छु, म पढेर सुनाउँछु। अहिले गैर आवश्यक नेपाली सङ्घ बेलायतको प्रस्तावित विधानको प्रस्तावनामा उल्लेख भएको गैर आवश्यक नेपाली नागरिकता लिने वा सरकारलाई दिनको निम्ति दबाब दिने भन्ने यस अगाडिको पहल अनुसार सरकारले गैर आवश्यक नेपाली नागरिकता दिँदा पनि धेरै अधिकारहरू सुरक्षित नभएकोले अब गैर आवश्यक नेपाली सङ्घ बेलायत अब वा बेलायतको निर्वाचित हुने कार्य समितिलाई प्रस्तावनामै विधान गरी नेपाली अनुसारको नेपाली नागरिकता निरन्तरताको माग तीव्र गतिले अगाडि बढाउने प्रण गर्दछ भनेर प्रस्तावनामा मैले छोडिदिएको छु। ताली बजाउने कुरा ठिक छ। नम्बर 2 गैर आवश्यक नेपाली सङ्घ बेलायतको तर्फबाट प्रेमजा मगरको निर्वाचित कार्य समितिको तर्फबाट केन्द्रको एनआरएन आइसिसीको कार्य समितिमा जो कोही महानुभावहरू आए पनि केन्द्रको एनआरएन आइसिसीले सबैभन्दा प्राथमिकतामा वंशजको नेपाली नागरिकताको निरन्तरताको आन्दोलनलाई अगाडि बढाउन आजको यो भेला सिफारिस गर्दछ। नम्बर 3 देशको एग्रिमेन्ट अन्तर्गत पूर्व गोर्खा र गोर्खालीहरू बेलायतमा 210 वर्ष लामो समयदेखि काम गरिरहेको पछिल्लो अवस्थामा पूर्व गोर्खालीहरूलाई यहाँ बस्ने आवासीय भिसा दिएको यो 3 देशको एग्रिमेन्टमा आएको। यो देशले आवासीय भिसा दिइसकेपछि नेपाल सरकारले गोर्खाहरूलाई आवासीय भिसा लिएर बेलायतमा आउन रोक नलगाएको। बेलायतमा गएर काम गर, त्यहाँ स्थानान्तरण हौ, त्यहाँ राम्रो काम गर, तर अलिअलि नेपाललाई सहयोग गर भन्ने मानसिकताले पूर्व गोर्खालीहरूलाई यहाँ आउने क्रममा नेपाल सरकारले स्वागत गरेका कारणले गर्दा यो पूर्व गोर्खालीहरू गैर आवश्यक नेपाली नागरिक जस्तो गरी बेलायत नआएको र 3 देशको सम्झौता अन्तर्गत आएकोले पूर्व गोर्खालीहरूले हाम्रो छुट्टै गोर्खा नागरिकता निरन्तरताको मागको आन्दोलन सुरु गरिरहेको छ। त्यो आन्दोलनलाई पनि आजको यो भेलाले सहर्ष स्वागत गर्दछ र गैर आवश्यक नेपाली सङ्घ बेलायत
पूर्व गोर्खालीहरूको यो गोर्खा नायकका निरन्तरताको आन्दोलनसँग सहकार्य र समर्थन गरी सहयोग गर्ने प्रण गर्दछ। ल गाली लगाइदिनु है कुरा बुझ्नु पाएको छैन। अवश्य अब लास्ट मेरो लगभग अब हेर्नुहोस् है अब यहाँ कसले भन्नु मौका पाएर मान्छेमा नेपाली चलन छ। अब उमेर भाव है बिहा नगरेर आएर उमेर भाव है त अब उसको छोरी यसो आँखा लगायो ल्याउनु भन्नु पर्थ्यो कति उमेर पर्न मिलेन होइन। अहिले यहाँ खड्काजीले चाहिँ के भन्नुभयो म केन्द्रमा अध्यक्ष पुग्छु भन्नुभयो। अब मलाई यत्रो भेला कलेजमा गरिदिने फेरि एक समारोहमा अब 5,000 7,000 लागेर मान्छेको जम्मा भइदिने। हेर्नुहोस् अलिअलि भनौँ म नेपालको सरकारी कर्मचारी कुनै दिन मास्टर कुनै दिन त्यहाँको सरकारको दिन मन्त्रीको थिएँ। यहाँ बेला कन्ट्राक्टमा उयो छ नि त्यसको तपाईँको 22 वर्षदेखि म इन्जिनियर असिस्टेन्ट इन्जिनियर साइट इन्जिनियर सिनियर साइट इन्जिनियर अहिले प्रोजेक्ट इन्जिनियर भएर अब म रिटायर लाएँ। मेरो मन नेपालमै छ कि एकजना गाउँ भएर यो एघारको सन्दर्भमा म यहाँको प्रवक्ता सदस्य महासचिव दुईपल्ट महासचिव थिएँ। टास्क फोर्समा बसेँ सल्लाहकार बनाएँ 400 जना सल्लाहकार बनाएँ मलाई सल्लाहकार बनाएँ भाषण गरेँ धेरै चिजहरू गरेँ गरेर काम गरेँ। अब मलाई इच्छा के छ भने काममा हुनुहुन्छ प्रेमगाजी बस्नुहुन्छ त्यसरी पनि भन्नुपर्ने होला। अहिले खड्काजीले चाहिँ त्यसो मिठो कुरा गर्नु केन्द्रको अध्यक्ष गर्न इच्छा छ म घोषणा गर्छु हो कुरा त राख्न पाइयो भोट मलाई दिनुहोस् भन्न नि पाइयो जित्न नि पाइयो जितेपछि काम गर्न नि पाइयो होइन। त्यो भएर किन तपाईँले यहाँ सुन्नुहोस् कुरा केन्द्रको आइसिसीको अब अधिवेशन 3, 4 र 5 मा हुँदैछ। अलिअलि पढ लेखेको है धेरै त होइन तुरन्तमा भन्दिनँ 3टा एमएसले गरे हो होइन। धन्यवाद। यहाँ धेरै लामै काम गरियो त मलाई अहिले के छ यसो मनमा आयो भने अब म जस्तो मान्छेले चुपै लगाएर यसो लेख रचना अन्तर्वार्ता दिएर यो आन्दोलनबाट बाहिर जाने कि अथवा एनआरएन युके अथवा हो यो अस्ति देशमा फिजिएको एनआरएनलाई एकबद्ध गर्दै कि यो अलिकति कोर भ्यालु प्रिन्सिपलमा काम गर्ने झल्काउने कुरा जसरी पुजारीले श्राद्ध गर्छन् जसरी पाठ गर्छन् जसरी चाहिँ भजन गर्छन् अब अलिकति एनआरएनको भजन अलिक केन्द्रीय लेभलमा गर्न पर्यो भन्ने पनि चाहिने कुराहरू गर्ने हो। त्यो भएर सुन्नुहोस् अब मैले त फेरि के छ भने नदी तर्ने अनि खुट्टाले कमाउने काम पनि गर्ने भएन भन्नाले मैले आजको यो समारोहमा एनआरएन युकेलाई साक्षी राख्दै फर्केर अब भोट हारिन्छ जितिन्छ के हुन्छ त्यो भइरहन्छ यो कुरा व्यापार कमाउँछ पनि घाटा पनि गर्छ त्यो मलाई थाहा छ। तर अब केन्द्रमा 3, 4 र 5 गते हुने त्यो केन्द्रीय अधिवेशनमा म यही मञ्चबाट बेलायतको आजको तपाईँ साथीहरू जसको लागि मैले काम गरेँ सत्ताको तर्फबाट व्यक्तिगत तर्फबाट लेखबाट अन्तर्वार्ताबाट रचनाबाट हजारौँ लेखहरू आए समाज बनाउने नै आए तपाईँहरूको समितिलाई काम गर्ने कुरा नै आए भन्नाले योजन छेत्री हाम्रो छ नि प्रेमगान अगाडि शेषकालीजी अहिले एकछिनपछि आउनुहुन्छ डेभिड गुरुङजी लगायत सबै विष्णु तामाङजी लगायत सबै अग्रजहरूको तर्फलाई साक्षी राखेर केन्द्रको महासचिव पदमा म उम्मेदवारी दिन गइरहेको छु। तपाईँहरूले समर्थन गर्नु। अब मैले के गरेँ मैले भोट मागेँ मैले तपाईँलाई भोट मागेँ अहिले पैसा पनि माग्दिनँ राजनीति बनाइदियो पनि भनिनँ मन्त्री बनाइदियो पनि भनिनँ मैले के पनि भने केही भनिन्छ घर बनाइदियो पनि भनिनँ के भने तपाईँ भोट मागेँ त्यो गाह्रो काम हो। एउटा इच्छा भएको राम्रो मान्छेलाई एउटा भोट दिउँ त्यो पनि 2 वर्षको लागि नयाँ केही ल्याउला कि शेखरबाबुलाई धोका देउला कि छेउमा बसेर आमरण अनसन गरेर पनि नागरिकता झार्ला कि 10वटा हाइड्रो पावर म बनाउन सक्छु भन्दिनँ। तर मसँग के छ योजनासँग के छ विष्णु तामाङसँग के छ तपाईँसँग बुद्धि छ भने बुद्धि ट्रान्सफर गरिदिउँला सामूहिक रूपमा ज्ञान छ भने ज्ञान ट्रान्सफर गरिदिउँला धन छ भने धन ट्रान्सफर गरिदिउँला सामाजिक भाव छ भने त्यो पनि लगिदिउँला नेपालसँगै जोडिदिउँला नेपालको संस्कृतिको लागि जोड्ला त्यो मात्रै होइन। अन्तर्राष्ट्रियको डायस्पोरा ठुलो छ मैले हिजो पनि भनेको थिएँ एउटा मेसी 50 वर्षमा निक्ल्यो भने 7वटा हाइड्रो पावर त्यसको पनि एउटा त्यो फुटबल खेल्छ यस्तो गोल हाने 10वटा गोलले हाइड्रो पावर पनि जमाना रहेछ लगाएको छ। त्यो भएको कारणले गर्दाखेरि यहाँको जनरेसनको भविष्यलाई पनि यहाँका एनआरएनहरूले त्यति बढी अहिलेसम्म हेर्न सकेनन् रिसोर्स भएन पैसा भएन खर्चकै कुरा आउला अथवा सबैको एकत्रित भावना भएन। नेपाल सरकारले रङ्गशालामा उहाँ पनि ट्रेनिङ गराउने
बेलायत, स्पेन, इटाली, अमेरिका, अस्ट्रेलियामा 4वटा चाहिँ फुटबलर चाहिँ हुन आएछन् भने नेपालमा पनि उहाँ ट्रेनिङ गराउने, यिनीहरूलाई यहाँ ट्रेनिङ गराउने। अस्ति गौरीका सिंह एउटा परिवार मेरो घरको छेउको कहिले नेपालमा थिएन। यिनीहरू कस्तो आयो साथबाट गौरीका सिंहले बेलायतमा गरे ट्रेनिङ, बेलायतमा हुर्केको गौरीका सिंह नेपालबाट गएर स्विमिङ ट्रेनिङ 4वटा स्वर्ण जिती। नाम कसको आयो? बेलायतको आयो कि नेपालको आयो भन्नुहुन्छ? नेपालको आयो। हाम्रा बच्चाहरूलाई यहाँ किन भए पनि धन कमाए पनि नेपाल, बुद्धि कमाए पनि नेपाल, हजुरबाउको देश, बाउको देश, बुवा तिमीले त दुःख पायो, तपाईँले त दुःख पायो, अहिलेसम्म दुःखै कत्रिनु भयो। मैले त अब मेरो त बोनसै मिलेन आउने भयो, कहाँ भारत लाने, कहाँ अमेरिका क्यानाडा जाने, नेपालै लाने हो, नेपालै जाने हो भन्ने बालबच्चालाई बनाउने तरिकाले आजको 50 वर्षको चाहिँ लकडाउन हेरेर म त्यहाँको राजनीतिज्ञ सरकार अहिले भइरहेको नमिलेका कार्यकर्ताहरूलाई पनि यसै गरी प्रवचन गरेर हुन्छ कि मिठो बोलेर हुन्छ कि कालो चिया खाएर हुन्छ कि लेख रचना लेखेर हुन्छ कि म प्रयास गरिदिन्छु। र केन्द्रीय महासचिवको पदमा मैले उम्मेदवारी घोषणा गरेँ। अब म रोकिन्न, म नयाँ ढङ्गले लान्छु। 2 वर्षमा अहिलेसम्म 18 वर्षमा उहाँहरूले ल्याउन नसकेको नयाँ सोच लिएर अगाडि गर्छु। मैले यो थोरै बेला उपयोग गरेँ। तपाईँहरूले एउटा भोट मलाई नेपाल जाउँ, अझै 31 गतेसम्म त्यहाँ फर्म भर्ने चाहिँ तपाईँको चान्स छ। फर्म भर्नुहोस्, इलिजिबल हुनुहोस्, पैसा लाग्दैन। नेपाल जान गाह्रो छ, भाडा महँगो छ मलाई थाहा छ। तर के छ भने अलि 3 महिनापछि 4 महिनापछि नेपाल जानुहुन्छ भने अहिले नै यही समारोहमा बाबामा दाजुभाइ भेट्न नेपाल जानुहोस्। र एनआरएनमा पनि उचित तपाईँको राम्रा मान्छेहरूलाई पनि राम्रो भने होइन, मभन्दा राम्रो अरू छ भने अरूलाई भेटेर राम्रो निर्माण गरौँ। अब बाहिर गएर विशेष गरी कमिटी बाइक छैन, त्रिपाठी कुर्लेर नि काम छैन, विष्णु तामाङले कुर्लेर नि काम छैन, जगन छेत्रीले कुर्लेर नि काम छैन भन्ने कुराले सायद यो अर्थ राख्दैन। सबै सम्पन्न छ, सबले उयो धेरै पानी बगिसक्यो खोलामा। अब को शुद्ध को अशुद्ध सबैका अनुहार यहाँ थाहा पाइसक्यो। म शिव लामी छानेजी, महतोजी, तपाईँहरू यो प्रेस कालमा अरबपति मान्छेहरू, विद्वान मान्छेहरू, संस्थागत अनुभवी मान्छेहरू ढुङ्गाको लडाइँ गरेर शेष गरेर त्यहाँबाट हटाइदिउँ। अदालतको निर्णय चाहिँ मे 18बाट हटाइदिउँ। शेष गरेर भकुण्ड जस्तोमा फाल्नेपछि अब यो क्षेत्र आउला, यो जग्गालाई त्यहाँबाट हुर्याइदिउँ। अनि त्यहाँबाट प्रेममा घाउला त्यो पनि हुर्याइदिउँ। अनि त्यो सबैलाई असफल बनाएर टक्क एनाको खाता चाहिँ स्टेटमा मैले मात्रै लाउँ भन्ने प्रिन्सिपलले काम गर्दैन। अब सेतो सेतै हो, कालो कालै हो। तपाईँहरूले के छ भने शेष गरेर मैले माने पनि शेष गरेर मैले मन पराएर म आदि होइन, मैले प्रधानमन्त्री मन पराएर आदि होइन, प्रेमका मन पराएर आदि होइन। यो आन्दोलन हो। आन्दोलनमा सबैले चाहिँ तपाईँको चाहिँ नैतिक रूपमा, वैधानिक रूपमा, कानुनी रूपमा हामीले आफ्ना कुराहरू राख्दै अगाडि बढ्नुपर्दछ। र चाहिँ अब एउटा कन्फ्युजनमा पुर्याउने आधार भनेको नेपालमा चुनावमा जानु हो। अब म अहिले यहाँ लाइभ हेरेर बसेर बाहिर भन्ने साथीहरूलाई भन्न चाहन्छु, निर्वाचन आयोगले निर्वाचन गर भन्छ, के भन्नै पर्छ मैले। निर्वाचन आयोगले निर्वाचन गर भन्छ। अनि माओवादी पार्टी 3 टुक्रा हुन्छ, वैद्यले चाहिँ बहिष्कार गर्छ, निर्वाचन रोकिया छ छैन? विप्लवले बहिष्कार गर्छ, निर्वाचन रोकिया छ छैन? मलाई भन्नुहोस्। यो देश बेलायतमा पनि एउटा ग्रुपले निर्वाचन बहिष्कार गर्छ सधैँ चुनावमा। अस्तिको निर्वाचन भयो कि भएन? भयो। बहिष्कार पनि भइरहन्छ, निर्वाचन पनि भइरहन्छ, यो क्रम चल्छ। अब एकताको कुरा हिजोमा फुटा, अहिले मैले फुटाएँ। हिजो योजन छेत्री तपाईँलाई फुटाएर छोडिदिन्छु भनेर 13मा मैले फुटा। अहिले मेरो केही पाए आएन, र मिलेर काम गर्नु आएँ। बद्री केसीजी फुटाएर कहीँ पुग्दैन। सम्मान गरेर सँगै सहभागी भएर पुगिन्छ। फुटाएर अरूलाई ढकेलेर मान्दिन भनेर कहीँ पनि पुगिन्न। घरमा जाने श्रीमती मान्दिन भने के हुन्छ? दाउलो खाइन्छ होइन? भयो भने त्यही हो। घरभित्र छिर्दा हेरि श्रीमती मान्दिन, बाउ मान्दिन, भाइ मान्दिन, भान्जा मान्दिन, त्यो भएर यो अधिवेशन हामीले शेष गरेर मान्ने होइन। यो अधिवेशन हामीले प्रेम दामोदर माने होइन। यो अधिवेशन सर्वोच्च अदालत माने हो। सर्वोच्च अदालत माने के हो? हो। अनि मान्दिने भने के हो? एक रुपैयाँ पानी भने उतारेर यो हुन सक्दैन। सबै समान, सबै आफ्नो गाइडेड कानुनले गाइडेड स्थितिमा बस्नुपर्छ। सबै कानुनले एउटा सीमा बाँधिएको छ, बाँधिया सीमाभित्र सबै बस्नुपर्छ। कहाँ पाउँदैन कसैले पाउँछ? कानुनले मर्के के भन्छ?
तिर्दिनु भन्न पाउँछ त्यसपछि विश्वमा घर बनाएर त्यो पाउँदैन नि त कहिले पनि पाउँदैन थियो कानुन मानिनु भन्नु कानुनलाई मानौ हामीले के गर्छौँ कानुनलाई मानौ सर्वोच्च कानुनलाई मानौ बेलायतमा कानुनले के भने त्यो मानौ नेपालमा दर्ता राष्ट्रता छ भने नेपालको कानुनलाई मानौ हामीले भनेको त्यही मात्र हो राष्ट्रिय साथी हो अस्ति यहाँको संसदमा ठुलो कार्यक्रम मैले गर्न सफल भएँ यहाँ काङ्ग्रेसले एकजना नेता अथवा ठुलो कार्यक्रम आउनुभयो एनआरएनको प्रेरणामा योगन क्षेत्रकी तपाईँहरू विशेष गरेर अब एनआरएनले केही लगानीदार भन्नु होइन हिमाल पग्लेको कुरा गर्न पर्यो ब्रिटिस एउटा पोइन्ट यहाँबाट टाइलेट कनेक्सन हुँदैछ मैले गरे होइन उहाँको सरकारसँग हामी कुरा गरिरहेको छु तपाईँहरू केही समयपछि पुलिस पाउनुहुँदैछ यो कता कता ब्रिटिसहरूलाई भित्रबाट छिटो नेपाल कनेक्ट भएर जाँदैछ जुन चाहिँ कानुन हुन एक महिनामा अब कानुन हुन पर्दैन यो अस्ति यहाँको 4 मन्त्रीसँग राखेर हामीले नेपालको निकालेर आएर यो कृषिका प्रणाली गरिसक्यो ब्रिटिसहरूको सिओमा भेटघाट भइसक्यो यहाँको मन्त्रीले 4 पल्ट गएर भेटघाट गरिसके यहाँको प्रतिनिधिले नेपाल पठाउनलाई के मिटिङ गरिसक्यो अब हाम्रो प्रेसिडेन्टको शान्ति च्यारिटी गर्ने गर्ने होइन ब्रिटिसहरूले छोड्ने कलकत्ताको चाहिँ आइटीलाई बेला सरकारले उपयोग गरेको चाहिँ उहाँका मन्त्रीलाई लेखेर हाम्रा त्रिभुवन युनिभर्सिटी काठमाडौँ युनिभर्सिटीका ठुला विद्वानहरूलाई चाहिँ तपाईँको आइटी एक्सपर्टले काम दिने हामीले त्यसरी जानुपर्छ भन्ने कुरा हो भन्दै अब मैले भने नागरिकको सन्दर्भमा तपाईँले फेरि ताली बजाइदिनु होला मकसदको नेपाली नागरिक पास ताली बजाइदिनु अब यति भइसकेपछि अब म यो मान्छे जे होस् यो हाम्रो वाचस्पतिले तर्नु भएको छ अब यो हाम्रो निर्वाचन समितिका साथीहरू हुनुहुन्छ तिगेलाजी हाम्रो भिरकोजी संयोजक साहब हुनुहुन्छ म त्यसको सदस्य छु अब हामी कहाँ आएका निवेदनहरूलाई क्रमबद्ध तरिकाले चाहिँ तपाईँको चाहिँ हामीले निर्वाचन गऱ्यौँ अब स्वास्थ्यले गर्नुहुन्छ र चाहिँ उहाँलाई एनाउन्स गर्नुहुन्छ निर्वाचितहरूलाई म यो भ्रमण हस्तान्तरण गर्न सकेको छु धन्यवाद आपको लागि थ्याङ्क यू Declaration of the NRNA Unity Convention. As mandated by the Supreme Court of Nepal, I, C.S. Gali, Chairperson of Non-Resident Nepali Association NRNA High-Level Committee, hereby confirm that the NRNA Unity Convention will be held in Nepal from May 25, 2025. Accordingly, I would like to acknowledge that the National Coordination Council (NCC) of NRNA-UK7 has successfully echoed the NRNA Unity Convention on March 23, 2025. At the Palace of the Sun, this event was organized in accordance with the decisions and guidelines of the NRNA High-Level Committee. ताली बजाइदिनु होला र एउटा कुरा यहाँ भुलेछु यो कमेन्ट गरौँ एनआरएनए युके च्यारिटी कमिसनको सन्दर्भमा एनआरएनए युके च्यारिटी कमिसनमा दर्ता छ आज हाम्रो साधारण सभा पनि हो यो यहाँको दलले गाइडेड संस्था हो यो कारणले गर्दा एनआरएनए युके च्यारिटी कमिसनको यो होल एनआरएनए युके अहिले निर्वाचित अब को निर्वाचित हुन्छ निर्वाचन समितिले भन्नु होला त्यो कमिटीले तपाईको चाहिँ फुल अख्तियारी यो एनआरएनए युके च्यारिटी कमिसनमा भएको कागजपत्र आदान प्रदान गर्ने करेस्पोन्डेन्स गर्ने यसको चाहिँ च्यारिटीमा थप मेम्बर थप्ने अथवा मेम्बरहरूलाई त्यहाँबाट बाहिर लाने अनि चाहिँ सम्बन्धित विषयसँग पत्रचार गर्ने एकाउन्ट होल्ड गर्ने खर्चको विवरणहरू पेश गर्ने गरी एनआरएनए युके च्यारिटी पोजिसनको नेतृत्व अब निर्वाचित हुने एनआरएनए युकेको कमिटीको प्रेसिडेन्टलाई दिएको छ प्रेसिडेन्ट लगायत सम्पूर्ण कमिटीले फेरिस्ट राखेर एनआरएनए युके च्यारिटी कमिसनलाई सम्बोधन गर्न अत्याधिक दिएको छ र पास गरिदिनुहोस् यो सबै ठिक छैन च्यारिटी कमिसनको अब हाम्रो लगायतको कमिटी अगाडि आउँछ भन्दै अब म दुई शब्द यो हाम्रो विधान कमिटीको चाहिँ हाम्रो यो अध्यक्ष मण्डलका अध्यक्ष हाम्रो चाहिँ विधान कमिटीका संयोजक भरत छेत्रीजीलाई दुई शब्द राखिसकेपछि सिधै विश्वास कार्यक्रम सञ्चालन गर्नुहुन्छ धन्यवाद म आरके त्रिपाठी धन्यवाद